अनि केपी ओलीले भन्नुभएको छ अन्डा दुई थरीका हुन्छ, एउटा बतासे हुन्छ, एउटा चल्ला काट्छ। तपाईँको स्वानीले एउटा मोजी आफ्नो कन्नाड एउटा छोरी त पाउन सकेका छैन। भुद्राको चल्लो र बच्चो भन्ने थाहा हुन्छ तपाईँलाई? छोरीको देशको माया भन्ने तपाईँले कति वर्ष प्रधानमन्त्री खानुभयो? चल्लो र बच्चो भन्ने कुरो सबैको चल्लो र बच्चो छ नि त अहिलेको उठ्नेको। तपाईँको खै चल्लो बच्चो? तपाईँलाई नि चल्लो बच्चो भन्ने कुरा हुन्छ। बतासे त तपाईँ हुनुहुँदो रहेछ। बिउ त रहन्छ तपाईँको, तपाईँको बिउ त रहन्छ, तपाईँको बिउ रहन्छ, तपाईँको स्वानीको कोख रहन्छ। 9 महिना बोकेर अनि बेस आफ्नो कन्नाबाट निकाल्न पर्छ छोरी र चल्ला र फुल भन्ने कुरा नि थाहा हुन्छ यो दिमागमा। अनि थाहा हुन्छ दिमागमा कस्तो हुन्छ छोरी बोक्न र पाउन भनेर। आमाले आफू मर्न बिरामी हुँदाखेरि त्यो बच्चालाई असर गर्छ भनेर एउटा टाउको दुखेको सिटामोल ज्वरो आएको सिटामोल टाउको दुखेको औषधि खाएको हुँदैन। त्यति कुरा याद गर्नुहोस्। ती छोराछोरी 22-23 वर्षको मरेका हुन् क्या। तपाईँ एउटा देशको प्रधानमन्त्री भएर गोली नचलाओ, एउटा 5 जना मान्छे बोलाएर आओ यहाँ सल्लाह गरौँ भन्न सक्नु भएन? अहिले तलतिरको रौँ टुप्पीमा पुगिसक्ने बेलासम्म कराइरहन सक्ने मान्छेले